जाँदैछु म चाहिँ अब फुपूलाई भेट्नको लागि। हाम्रो चाहिँ क्याम्प हो, छोराछोरीलाई लिएर जाँदैछु म चाहिँ। यहाँनिर चाहिँ कहीँ आधा हामी आउँछ कि होइन, जाडो नेपालबाट आउँदै हुनुहुन्छ कि होइन, फुपू चाहिँ आइसक्नु भएको छ, त्यही कारणले गर्दा बेर जाँदैछु। जाडो चिसो हावा चलेर पनि कि होइन टो भयो क्या, घामलाई पनि लागेको छ चिसो। यो आलियाको मामुलाबाट यताबाट आउँदो रहेछ। म चाहिँ उतापट्टि साइडमा म आउने बेला चाहिँ उतापट्टि साइडमा आउनु पर्छ नि त, त्यहाँ म उतापट्टि आएर बसिदिएँ। फुपू फेरि यो साइडमा आउने भएर म फेरि यो साइडमा आउँदैछु, जाँदैछु। हावा चलिरहेको छ, यस्तो चिसो छ। फुपूसँग फेरि भिडियो बनाउँदै म उता गएको थिएँ कि बाथरुम गएको थिएँ कि, त्यो भएर आज सन्नाटो। फुपू पनि अब जाने लाग्नुभयो, बस्नु चाहिँ लागिरहेको जान लाग्नुभयो गोरादेर। फुपू जानुभयो, बस यहाँ लाग्छ के अरे, बस यहाँ लाग्छ। फुपू अभी फुपूले हेर्दै नहेर्नु भएको जान्छ गऱ्यो। ए ल ल ल ल ल जानु ल जानुभयो फुपू पनि धेर फरका। फुपू जानुभयो त्यहाँ बसमा, त्यो बसमा जानुभयो फुपू। मेरो त्यहाँ यताबाट बस यता लाग्छ क्या मेरो, फेरि फुपू जाने पर्ने त्यताबाट, म जानु पर्ने यताबाट, म यता जाने उता जाने। झोला समात्यो चलिने जाओ बस त रहेछ अम्गारा। खाली छ अहिले त टिकट कट्यो।
यो हाम्रो राजमहल भएको गाडी यस्तो छ हाम्रो चाहिँ यसको भित्र यहाँ गेट भइगयो यसको भित्र चाहिँ क्याम्प भइगयो हाम्रो चाहिँ मेन अमगारा पानी ट्याङ्की भनेर भनेपछि यही हो अमगारा भनेपछि यो पानी ट्याङ्कीले चिनिन्छ के4 कम्पनीको एउटा यहाँ छ क्याम्प हाम्रो कम्पनीको एउटा हाम्रो अगाडि छ होइन क्याम्पहरू अब लेबर क्याम्पहरू त त्यस्तै हो विदेश झेलिले टल्किन्छ होला भनेको टल्किरहेछ विदेश होइन केही छैन खाना बस्न पनि उर्के चाहिरहेन घुम्न आएको होइन रमाउन आएको होइन होइन मेरो घर फ्यामिलीले पठाउनु भएको मायाको चिनो भने कोसेली घर फ्यामिलीले पठाउनु भएको मायाको कोसेली बोकेर म चाहिँ रुमतिर तर्फ लाग्दैछु रुमतर्फ लाग्दैछु त्यही हो गाइस सबैजनालाई मेरो घर फ्यामिली सबैजनालाई धेरै धेरै मिस गरेको छु मैले र सबैजनालाई ढोगरे दर्शन नमस्कार सबैजनालाई दिल्लीबाट मनैबाट सबैजना मेरो नेपालमा हुनुभएको सबै मेरो आफन्तहरूलाई दर्शन नमस्कार ढोगरे सानोलाई मिस गरिरहेको छु ठुलोलाई दर्शन नमस्कार सबैजनालाई त्यही हो अरू भन्न त अब धेरै मन थियो अरू भन्न चाहिँ सकेन होइन पल्टने लाउडे जस्तो भइएछ लाउडे नै हो त अब होइन